भनेपछि धरहरा बनाइएको होइन बिगारिएको हो भन्ने तपाईँको आशय होइन। धरहरा त बिना बनाएको पनि छैन, बिगारेको पनि छैन, त पछाडि जस्ताको त्यस्तै छ त। ट्याक्सीहरू पनि पठाउमा दर्ता भएर टोटलमा दर्ता कतिपय दर्ता छन्, कतिपय छैनन्। त्यसलाई चाहिँ महानगरले नै त्यसलाई कोलाबोरेटिभ प्रोसेसमा ल्यायो भने एउटा चाहिँ भनौँ न यो कम्पिटिसनमा पनि हेल्दी कम्पिटिसन हुनुपर्छ नि। यहाँनिर एकजनाले मात्रै धेरै पाउने, अर्कोले कम पाउने, अथवा अर्कोले भोलिका दिनमा अर्कोले मात्रै धेरै पाउने, अर्कोले कम पाउनेलाई चाहिँ हेल्दी कम्पिटिसनमा लानुपर्छ। यस्तो चिज चाहिँ सबैले गरी खान पाउनुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो। महानगरले व्यवसाय गर्ने हो कि नियमन गर्ने हो? नियमन पनि गर्ने हो, व्यवसाय पनि गर्ने हो। महानगरले बिजनेस पनि गर्ने हो। तपाईँका यी कुराहरू सुन्दाखेरि भइहाल्छ, आजसम्म नभएको कुरा भइहाल्छ, चमत्कारै हुन्छ, काया पलट हुन्छ भन्ने जस्तो लाग्छ। यसलाई तपाईँको इमान्दार आत्मविश्वास भन्ने कि मतदाता लोभ्याउने चेष्टा भन्ने कि तपाईँको अपरिपक्वता र भ्रम भन्ने? होइन, भ्रम भन्नु मिल्दैन। किन भन्दाखेरि म इन्जिनियरिङ ब्याकग्राउन्डको हो, म आफै स्ट्रक्चरल इन्जिनियर हो। मैले कुरा गर्दाखेरि इम्पोसिबल कुरा गर्नै मिल्दैन। सौखबाट बनेको पेसा भनेको तपाईँ ऱ्यापर हो, सङ्गीतको क्षेत्रमा हुनुहुन्छ। तपाईँले पढेको विधा भारतमा गएर तपाईँले स्ट्रक्चरल इन्जिनियरिङ पढ्नुभयो, तपाईँ इन्जिनियर हो, आज पनि त्यही काम गरिरहनु भएको छ। अब भन्नु चाहिँ के भएको छ भने म यो दुईवटा कुरा होइन, म राजनीति गर्छु, मेयर बन्छु। एउटा मान्छेले यस्तो चाहिँ किन हुन्छ? होइन, राजनीति गर्छु भनेर त कहीँ पनि अहिलेसम्म भनेकै छैनौँ, किनभने मेयर भनेको राजनीति गर्ने थलो नै होइन। संसार युवतीमै अडेको छ है? होइन, त्यस्तो पनि होइन। युवतीमै अडेको त छैन, तर युवतीमै अडियो भने केही पनि गर्न सकिँदैन। युवतीमै चाहिँ अडिनु चाहिँ भएन, तर अडिएको जस्तो देखिन्छ, त त्यसैमा अडिराख्नु। तर पुरुषहरूको लागि युवती भनिसकेपछि सबै कुरा छोड्न तयार हुन्छ नि। यस्तो भन्छ 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स। 99% मान्छे चाहिँ युवतीमा फसिरहेको हुन्छन्, बाँकी 1% चाहिँ मिलियनियर हुन्छन्। के चाहिँ सजिलो लाग्यो यहाँलाई? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिनु सजिलो रहेछ? होइन, गीत गाउन पनि सजिलो काम चाहिँ होइन। गीत गाउन किनभने हाम्रो विधामा त अझ गीत आफै लेख्नुपर्छ, आफै कम्पोज गर्नुपर्छ, आफै गाउनुपर्छ, आफैले एक्टिङ गर्नुपर्छ, प्रायः डिरेक्सन पनि आफैले गर्नुपर्छ होइन। त्यो हिसाबले गीत गाउन पनि एकदमै गाह्रो काम हो। मेरो इन्जिनियरिङ पनि गाह्रै काम हो होइन। अब यो पोलिटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने, त्यो सोचेर बस्नु भन्दा त बिहानदेखि बेलुका पढेको हो नि त। होइन, गाह्रो भन्ने सजिलो भन्ने होइन। हामीले चाहिँ हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि राजनीति होइन नि त। हाम्रो कुरा त विकाससँग जोडिएको छ नि त। मेयरको पोजिसनमा एकजना व्यक्ति गएर त्यसले राजनीति गर्ने होइन नि त। राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु कोही टाढा बस्नु सक्दैन, कोही पनि टाढा बस्नु सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। तपाईँ यहाँ काठमाडौँमा बस्नु भएको छ, तर तपाईँको धादिङको घरहरू बनाउनु त हामी गयौँ नि त। हामीले एनआरएबाट त हामी त्यो रिकन्स्ट्रक्सनमा गइरहेको थियौँ नि त। हामी त काठमाडौँ बस्न पाएनौँ त्यो बेला, भुइँचालोको बेला। बनाउनु भयो, तर देश बनाउन, काठमाडौँ बनाउन धेरै गाह्रो छ। सुरुमा तपाईँले घर बनाउने हो, त्यसपछि चोक जिल्ला होइन, बिस्तारै देश बन्नलाई तपाईँले सानोबाट सुरु गर्ने हो नि त। काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त। जमिनको पानी रिचार्ज हुने भयो। तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो, अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ। इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। सफा पिउने पानी चाहियो। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी, सुन्दै गजब बेइज्जती। मेरो देशको झन्डा हो, म ओढेर हिँडिरहेको छु भनेपछि मैले त कसैलाई सोध्नै पर्दैन नि त्यो कुरालाई होइन। आफ्नो देशको झन्डा मान्छेले ओढेर होइन, दुरुपयोग कसै सदुपयोग भयो भन्नु बरु ठिक हुन्थ्यो होला। तपाईँको घोषणा पत्र त
उही बोतल फेरियो रक्सी पुरानो भने जस्तो पुराना राजनीतिक दलहरूबाटै सापट लिएको जस्तो अपरिपक्व जस्तो देखिन्छ नि भने तपाईँको जवाफ के हुन्छ? धेरैवटा कुरा राखेका छौँ जुन चाहिँ हामीले कुनै पोलिटिकल पार्टीबाट सापोर्ट चाहिँ लिएका छैनौँ। त्यहाँ फरक कुराहरू पनि छन्, कतिपय कुराहरू सिमिलर पनि छन्, तर योजना सबै राम्रै हुन्छन्। त्यसलाई काम कसरी गर्ने, काम गर्ने कि नगर्ने भन्ने कुरा हो नि त। जस्तै उदाहरणमा हामीले कलेज पढिराख्दाखेरि सबैले एउटै सिलेबस पढ्छन् नि, कसैले फरक सिलेबस त पढ्दैन, तर कोही फर्स्ट हुन्छ, कोही थर्ड हुन्छ, कोही फेल हुन्छ नि त। त्यो हाम्रो भिजन एजेन्डा सिमिलर पनि हुनसक्ला, तर काम गर्ने क्षमता कोमा छ भन्ने कुरा हेर्नुपर्छ। तपाईँभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि, यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। र रोकेर भवनहरू बनाइयो नि, जस्तै सुन्दाराकै कुरा गर्दाखेरि, लुइटीको कुरा गर्दाखेरि त्यहाँनिर तपाईँको काठमाडौँ मल जुन बन्यो नि त्यसले चाहिँ त्यसको आगमन पानी रोकिदियो। अनि अहिले जुन सेतो टावर बनेको छ 24 तल्लाको, त्यसको बेसमेन्टले चाहिँ तपाईँको सेतो टावर 24 तल्लाको, त्यसको नाम धरहरा होइन? धरहरा त पछाडिको होइन र जुन भत्कियो। हावामा भएको धुलोलाई फिल्टर गर्ने मसिन ल्याउनु पर्यो भने, तर त्यो धुलो मसिन ल्याउने भन्दा त्यो धुलो कहाँबाट आयो त्यसलाई त रोक्ने हो नि त। त्यो बाटो भत्किरहेको छ कि कसैले कन्स्ट्रक्सन चाहिँ आइसोलेट धुलो त उडाकै छ सडकको। ब्रुमर, हाम्रो ब्रुमर मसिनहरू यहाँको जुन धुलो छ नि त्यो उठाउने खालको त मसिनै होइन, त्यो मसिन असक्षम छ। त्यो टाइपको मसिन त्यो भन्दा त बरु मान्छेले भक्तपुरमा जुन मान्छेले सफा गर्छ नि, बढाल्छ नि, त्यो एकदमै इफेक्टिभ भएको छ होइन। राइट ठाउँमा राइट चिज हुनुपर्छ, राइट ठाउँमा रङ चिज भएर त्यो गलत चिज भएको हो। तपाईँको विवाहको बारेमा तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यो, तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज, अरेन्ज म्यारिज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको हो? लुकाएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधिएको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। हामी जहिले पनि चलचित्रका निर्माताहरूलाई प्रश्न गर्ने गर्छौँ क्या, ल यो फिल्म फ्लप भयो, चलेन, पानी मागेन भने के त मैदान छोडेर भाग्ने कि अर्को फिल्म बनाउने भन्छौँ। त्यसै गरी कथम कदाचित तपाईँ पनि हार्नुभयो भने पनि मैदान छोडेर भाग्नुहुन्न। यसैसँग यसमै यो मेरो 10वटा फिल्म मध्ये एउटा मात्रै फिल्म हो क्या, अरू 9वटा फिल्म बाँकी नै छन्। मेयर भनेको त एउटा कुनै पनि नगरपालिकाको सिइओ जस्तो पोजिसन हो नि त। त्यो मेयरले त शिक्षा बुझ्नु पर्यो, स्वास्थ्य बुझ्नु पर्यो,